हेलो साथीहरु नमस्ते। आज पनि हजुरहरुको माझ मलेसियाको नयाँ अपडेट लिएर आइसकेको छु। आशा गर्छु पक्कै पनि भिडियो मन पर्छ होला। धेरै साथीहरुको गुनासो प्रश्न रहेको छ। मलेसियामा केडब्ल्युएसपी को धेरै हल्ला चल्यो। मलेसियामा 1500 देखि 1700 बेसिक हुने बित्तिकै यो केडब्ल्युएसपी लागू हुने हल्ला धेरै चल्यो। तर 1700 बेसिक त भयो, तर यो केडब्ल्युएसपी बाट पैसा काटेन। यो के हो कसो हो भनेर धेरै साथीहरुको प्रश्न रहेको छ। र यो केडब्ल्युएसपी मा चाहिँ कति % पैसा काट्छ र सेलरी को काट्छ कि हामीले ओटी सोटी गरेर कमाएको जति हुन्छ त्यतिको काट्छ भनेर धेरै साथीहरुले प्रश्न गर्नुहुन्छ। आज चाहिँ म हजुरहरुलाई यो केडब्ल्युएसपी कहिलेदेखि लागू हुन्छ र यो केडब्ल्युएसपी लागू भयो भने कति % काट्नेवाला छ र सेलरी को काट्छ कि हामी जति कमाउँछौं त्यतिको कति % काट्छ भनेर आज म सबै जानकारी यो भिडियो मार्फत दिनेछु। र यो केडब्ल्युएसपी लागू भयो भने के फाइदा हुन्छ र के घाटा हुन्छ म सबै जानकारी यो भिडियो मार्फत दिनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो मन पर्यो भने लाइक कमेन्ट अनि शेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी साइडमा भएको नोटिफिकेसन बेल आइकन दबाई अलमा प्रेस गरिदिनु होला। म हजुरहरुको लागि यस्तै जानकारीमूलक भिडियो ल्याउने गर्दछु। त्यसकारणले च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र टिकटक र फेसबुक देखि हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नु होला। आउनुहोस् भिडियो सुरु गरौँ है त। मलेसियामा केडब्ल्युएसपी ईपीएफ अथवा सञ्चय कोष अब चाहिँ लागू भइसकेको छ है। मलेसियाको पार्लियामेन्टबाट 2 दिन अगाडि मात्रै यो चाहिँ पास भइसकेको छ। यो सबै सार्वजनिक भइसकेको छ। अब चाहिँ यो केडब्ल्युएसपी अर्थात सञ्चय कोषमा चाहिँ मलेसिया सरकारले वर्करको 2% र कामदार दाताको कम्पनीले 2%, टोटल 4% छ मलेसिया सरकारले चाहिँ है। यो चाहिँ लागू हुने डेट भनेको चाहिँ यो सालको 4th क्वार्टरमा है। यो सालको 4th क्वार्टर भन्दाखेरि यो सेप्टेम्बर अक्टोबर देखि यो लागू भइहाल्छ है। 100% कन्फर्म भइसकेको छ। अब चाहिँ हरेक विदेशी वर्करहरुको पनि ईपीएफ सञ्चय कोषमा खाता हुनै पर्ने मलेसिया सरकारले जानकारी गराएको छ है। अब यो लागू हुने बित्तिकै के फाइदा हुन्छ भन्दाखेरि अब जुन कम्पनीले सेलरी दिन ढिलासुस्ती गरेको छ त्यो कम्पनीले चाहिँ अब ढिलासुस्ती गर्न पाउने छैन है। नियमित नियममा नै एकदम जुन टाइममा दिनुपर्ने हो सेलरी त्यही टाइममै सेलरी दिनुपर्छ। किनकि ईपीएफ मा पनि यो डाटा दिनुपर्छ। जुन मलेसिया सरकारमा दर्ता भइसकेको कम्पनी हो त्यो कम्पनीले चाहिँ ईपीएफ मा पनि डाटा दिनुपर्ने हुन्छ। र अर्को फाइदा भनेको चाहिँ अब चाहिँ हामीले खाली हात घर जानु भन्दा केही न केही एकमुष्ट पाउनेवाला छौं। यो चाहिँ ब्याज सहित पैसा रिटर्न हुनेवाला छ। घर जानेमा प्रोसेस गर्ने बित्तिकै हाम्रो कम्पनीले चाहिँ यसको पैसा निकाल्दिने गर्छ है। हामीले केही पनि गर्नु पर्दैन, कम्पनीले स्वयं आफैले यो पैसा निकाल्दिनेवाला छ र यो चाहिँ निर्णय भइसकेको छ है। र घाटा भन्दाखेरि के घाटा छ भन्दाखेरि अब चाहिँ जो खाली बस्नु भएको छ, इलिगल बस्नु भएको छ, उहाँहरूलाई चाहिँ काम पाउन मुस्किल हुनेवाला छ है। यो केडब्ल्युएसपी लागू हुने बित्तिकै इलिगलहरुको लागि चाहिँ काम पाउन एकदम मुस्किल हुनेछ। त्यसकारणले हजुरहरु इलिगल नबस्दिनु होला। अहिले चाहिँ 1700 बेसिक भइसकेको छ। अब चाहिँ केही न केही राहत भएको होला। त्यसकारणले हजुरहरु इलिगल चाहिँ नबस्दिनु होला। कुनै न कुनै दिन कम्पनी चल्न पनि सक्छ है। त्यसकारणले इलिगल नबस्नु होला। ईपीएफ अबदेखि लागू हुनेवाला छ। अब रक्सी खाएर पैसा नबचाउने साथीहरुको लागि एकदम राम्रो हुनेवाला छ है। भिडियो कस्तो लाग्यो? भिडियो पक्कै पनि मन पर्यो होला। भिडियो मन पर्यो भने लाइक कमेन्ट अनि शेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी साइडमा भएको नोटिफिकेसन बेल आइकन दबाई अलमा प्रेस गरिदिनु होला। म हजुरहरुको लागि यस्तै जानकारीमूलक भिडियो ल्याउने गर्दछु। त्यसकारणले च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र टिकटक र फेसबुक देखि हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नु होला। यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद। जय नेपाल। हजुरको दिन शुभ रहोस्।